त्यहाँको राजा महाराजाको जुलुस हौ यस्तै हो। साउको ऋण खाएपछि घर गयो, बारी गयो, अब बाख्रासँग जङ्गलतिर बसे। गरिबको पीडामा हाँस्नु सजिलो छ दाइ, तर समय सधैँ एकनासको हुँदैन है। ए मैले बोलेको कुरो त सत्य पनि छ। यस्तो ऋण दिन नसक्ने ठुल्ठुला सपना किन देख्ने? सपना देख्ने अधिकार गरिबलाई पनि हुन्छ भन्न पाएँ भन्दैमा त्यति साह्रो नभन्नु है त। दिन दशा भनेको बाजा बजेर आउँदैन है। बाजा बजाएर आओस् कि नआओस् हामीले त्यहीको मतलब। यस्तो मानबाडी चाहिँ जाने अन्तै कतै कसैले गएर सुनाउनु। भन्थ्यो उहिलेका पिता पुर्खाले, ओह्रालो लागेको मृगलाई बाछुले पनि खेदाउँथ्यो अरे। त्यस्तै भयो जीवन। हुँदा हुँदै जडियाको वचन खाने दिन पनि आयो। पछि हो फुलमा कुम्बा। कसरी जड्या भनेको? खान्छ खाएँ, तिम्रो पैसा खाएँ, मेरै पैसा खाएँ। खो भाइ, उहिले बाबुबाजेहरूको ठाउँ छोडेर जाने, अहिले फेरि त्यही ठाउँमा फर्केर आउनु पर्दो रहेछ नि झ्याक्नेहरू। गुम्बा गुम्बा अब हामी हाम्रो घर कहिले फर्केर जानु सक्दैनौँ होला नि। त्यो त म पनि भन्न सक्दिनँ ठुली, तर हामीले त्यत्रो दिन गरी बनाएको छोराछोरीले मर्नुभन्दा अगाडि त्योभन्दा राम्रो ठाउँमा पनि हामीले राख्न सक्छौँ कि त? मैं मेथेमा नि पोखे ठुली। केही पनि भएको छैन। हेर त हामीले छोडेर गएको घर त कति पुरानो भएछ। हो नि फुङमा कुम्बा, अब यही झुप्रो घरलाई दरबार बनाएर तिमी राजा अनि म रानी बनेर बसौँला है। अब के गर्नु त, छोराछोरीहरू हुर्के बढे, खोला नदी अरू जस्तै बगेर कहाँ कहाँ पुगे, अन्तिममा सँगै बस्नुपर्ने त हामी दुई बुढाबुढी मात्रै त रहेछौँ नि। फुङमा कुम्बा, तिमीलाई थाहा छ
हामीले यही आँगनमा त दुःख सुखको दिनहरू काटेको थियौँ र यही चुलामा ढेँडो र गुन्द्रुक पकाएर खाएको थियौँ। किन थाहा नहुनु नि, सबै कुरा थाहा छ नि। बसाइ सरेर त नयाँ ठाउँमा गयौँ नि हामी, तर नयाँ ठाउँले हामीलाई फाप्दैन। आखिरी घुमाइफिराइ यही पुरानो ठाउँमै ल्याएर छाडिदियो। त्यही त, अब फेरि बाँकी जीवनहरू यही ठाउँमा बसेर बिताउन पाएदेखि कति राम्रो हुन्थ्यो होला नि ठुली। के गर्नु र, सोचे जस्तो केही नहुँदो रहेछ। हुनु त हो नि, मलाई पनि बाँकी जीवन यही बिताउनु मन छ। भोलि 2 दिनमा मेरो निकाल्नु पर्छ। अब सक्नुपर्छ नि होइन मनु भाइ? ए ओइ नामसन, त्यो आउने त माग्छ त्यो होइन? मागिरहेको छ आज पनि। ए हो त, आज पनि बुढो माते जस्तो छ। ए किन नमात्नु नि, रक्सीको बोतल हातमा बोकेर हिँडिरहेको छ। एक्लो जिन्दगी मोज्छ हौ दाजुलाई, के गर्न मोज्छ। होइन हौ, मान्छेलाई रक्सी खानु दिनरात कसरी पुगेको हौ। गरी घुमेको घुमै गर्छ। मलाई त लाग्छ तर सफलमा पैसा टाँसेर हेर्छ कि क्या हो। त्यसो होइन नि नामसाङ, हामी त सँगै खेली हुर्केको, बाउ बाजेले राखिदिएको सम्पत्तिको चयन गर्दैछ त। होइन हौ, यिनीहरू त सबैजना खेतीमा पो रहेछ त। होइन यो माग्छ त्यहाँ के भन्छौ, बर्खा मासको बेला खेतीमा नगएर के बजार जानुपर्ने कि तपाईँ त मातेर हिँड्नुपर्ने हौ। अचम्म लाग्ने के देख्नुपर्छ हौ। अब भट्टीतिर जाउँ भने छैन, भट्टीमा जाने पैसा चाहिन्छ र भट्टीमा जाने झ्याप झ्याप खाने, 1000 नागेपछि तिर्दैन। ए त्यसो हो माग्छ दाजु, यो कुरा म थोक बेलालाई भन्छु नि। अनि कति खानु पर्दो रहेछ, कति ऋण तिर्नु पर्दो रहेछ, कति पर्दैन रहेछ भन्ने कुरा चाहिँ त्यति बेला थाहा हुन्छ। ल ल ए स्वास हल्का मजाक पो गरेको बताइ। अनि तिमीहरूलाई एउटा कुरो थाहा छ? होइन, के कुरा हौ? पहिले अराडे ठुलीहरू बसे सरेर गएको थियो नि, तिनीहरू फेरि पुरानो घरमै फर्केर आएको छन्। होइन हौ माग्छ दाजु, तपाईँलाई चाहिँ कसरी थाहा भयो हौ? मैले अघि त्यो सिलौटेको दो बाटोमा भेटेको थिएँ के। नभेट्यो छ नि कसरी, हिँडेको हिँडै गर्छ, काम भए पनि नभए पनि। हिँड्नु पनि स्वास्थ्यको लागि राम्रो हो नि। लु अब खाजा खानु जानुपर्छ होला कि, खाजा खाएर आउँ अनि फेरि गर्नुपर्छ। यहाँ शिक्षितको छ हौ, माथि डाँडामा गएर खाजा खानुपर्छ। लु आउनु जाउँ सबैजना, माग्छ हाम्रो जाउँ, तपाईँ पनि हिँड्नु। अब यसो गफ गर्ने साथीलाई पनि खाजा त दिनु पऱ्यो नि, कोदालोहरू बोक्नु है। बस्नु पर्छ। अब यहाँ हाम्रो खाजा चाहिँ सिजनको फल माग्छ दाजु, एउटा टिप्नु त तपाईँ पनि खानु र खाजा है। खानु र यो फलफुल हो कि यो सिजनको बेलाको फलफुल।
अब लु खाउँ है यस्तै छ दुःख सुख बडन टोक्दै अमिलो जामको फल यस्तै हुन्छ कि हो के गर्नु आमा आज फेरि तपाईँको फोटो अगाडि म उभिरहेको छु। थाहा छ मलाई यो तस्बिरले कुनै जवाफ त दिँदैन, तर पनि यो मनले तपाईँको आवाज खोजिरहेको छ। तपाईँ बिना यो घर त उस्तै छ, तर यो घरको न्यानोपन कतै हराए जस्तो लाग्छ। तपाईँले बोलाएको मेरो नाम, तपाईँको हातको स्पर्श अनि तपाईँको मुस्कान, यो सबै सम्झिलिँदा मन भारी हुन्छ। आमा, तपाईँलाई धेरै सम्झिन्छु, धेरै माया गरिरहन्छु। जबसम्म यो सास चलिरहन्छ तपाईँ मेरो हरेक धड्कन जीवित रहिरहनुहुनेछ। दिदी यहाँ एक्लै बसेर के गर्दै हुनुहुन्छ? आज आमालाई सम्झिरहेको छु भाइ। आज आमाको धेरै याद आयो भाइ। मलाई पनि उहाँको दिनौँ याद आउँछ, तर आज किन यति धेरै भावुक हुनुभएको देखेँ? थाहा छैन भाइ, कहिलेकाहीँ साह्रै मनमा कुरा खेल्छ। आमासँग एकछिन बोल्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ। हो नि, आमाले हामीलाई कति माया गर्नुहुन्थ्यो। उहाँको मुस्कान सम्झिँदा अझै पनि घरभरि हुनुहुन्छ जस्तो लाग्छ। म सम्झिरहेको थिएँ जहाँ हुनुहुन्छ आमालाई सुख शान्ति मिलोस् भनेर। दिदी उहाँलाई फेरि एकचोटि सम्झौँ। हे भगवान्, हाम्रो आमालाई संरक्षणमा राख्नुहोस्। उहाँले जीवनभरि अरूको लागि गर्नुभएको मायाको प्रतिफल स्वरूप उहाँलाई सधैँ शान्ति प्रदान गर्नुहोस्। अरे चिडिक्क कता हो यान्तर दिदी? ए थोक फेला पो रहेछ। तर्स्यौ मेरै सुरमा हिँडिराखेको मान्छे। रिचार्ज सक्यो हौ, त्यहाँ मासतिर डाँडासम्म रिचार्ज किन्न गएको हो। मेरो पनि सानो जाने काम भयो। मलाई 100 रुपियाँ सिक्को मर्चा ल्याइदिनुहुन्छ यान्तर दिदी? पैसा छ कि छैन होइन? त्यो मर्चा पाउने पसल त अलिक पर्तिर होइन? ए ल म मिलाएर ल्याइदिन्छु नि। ल ए ल ल ल म मिलाएर ल्याउँछु नि। ल सन्चै हुनुहुन्छ? सन्चै म रिचार्ज किन्न आएको थिएँ, मलाई 100 को रिचार्ज दिनु न एनसिएल। हुन्छ। रिचार्जको पैसा लिनु न दिदी। माग्छ त्यो दाजुहरू
बोल्दैछन् कि क्या हो छ त के गर्दैछन् रक्सी खाँदैछन् खाँदैछन् होला हेर त त्यहाँ हाँसेको यत्रो ठुल्ठुलो हाँस्दै बसिरहेछ म पनि जानु सोधेँ गर्दै बसेको रहेछ लो कान्छा तिमी दुध खाऊ म चाहिँ यतातिर है गर्मीमा यसो दुध दही मही त खानु पऱ्यो नि त्यो दुध दही मैले नि हुन्छ गर्मी बेकारमा गर्मी यसरी त भाग्ने हो नि हो होइन हौ माग्सदे दाजु बिहान बिहान के देख्नु पर्यो हौ के देख्यो किन हामी त यस्तै हो नि कान्छा हो नि नसकिने भयो दाजु नसकिने भयो ए हामी भन्नाले म चाहिँ दुध पिउँदैछु है माग्सदे आम्बु बिहान बिहानै बियर होइन हौ बहुत तनाव छ हौ जिन्दगीमा त्यही तनाव हटाउँदैछु अनि आम्फू रक्सीले तनाव हट्छ त यो त पहिलोचोटि पो सुन्दैछु त ए तनाव हट्छ भन्थ्यो हटिहाल्यो नि मातेर लडेपछि ला साथी त गयो हौ 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 उठौँ ल